दिखने में क्यूट पर करूँ लबी डबी नहीं नेपाली केटा ज्ञान चोको शाहरुख खान बन मेरो सबसे ठुलो अवसर कार्यक्रममा यो मेहनतले पुगेको पेर प्राइस नतर्न बोल ब्रो ल्याके छौ भन्छन् मलाई यो बिग्रेको पारा कहिले छाडिन पापरो मैले लक ब्याक मेरो जहिले तर लाइफ मेरो दामी Hello everyone, welcome back to our channel. It's me JRL. तपाईं हेर्नुहुँदैछ JNR रियाक्सन भिडियो. न्यू भिडियो अनि न्यू रियाक्सनमा तपाईहरु सबैलाई स्वागत छ. आई होप सबैजना सन्चै अनि कुशली होला. म पनि सन्चै अनि कुशली छु. कतिको एक्साइटेड छ तपाई मेरो भिडियो हेर्नुमा? सो म पनि त्यति नै एक्साइटेड छु यो भिडियो बनाउनुमा किनभने चाहिँ नि मेरो फेभरेट सिंगरको चाहिँ सङ हो. त्यो भएको कारणले गर्दा आई एम सो एक्साइटेड. यु आर एक्साइटेड टु सी माई भिडियो. सो एक्साइटेड छ भने म पनि त्यति नै एक्साइटेड छु. आर यु न्यू इन दिस भिडियो? सो मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब माई च्यानल, लाइक सेयर सपोर्ट गर्नु नबिर्सिनु होला. कुन चाहिँ भिडियोमा रियाक्ट गर्ने गइरहेको छु भन्दै चाहिँ भर्खरै रिलिज भएको युट्युब च्यानलमा काउसो ग्याङ है. काउसो ग्याङमा चाहिँ रिलिज भएको छ. सो डिटेल्स चाहिँ के छ भन्दाखेरि चाहिँ UNBX जय ओथर मेरो चाहिँ UNB चाहिँ फेभरेट सिङ्गर लाग्छ. अनि सङको नाम चाहिँ हो मलाई के होइन, मलाई के, मलाई पनि के भन्ने जस्तो. आजको भिडियोमा चाहिँ बबाल रमाइलो गर्ने छ. किनभने चाहिँ नि पहिला त नचिनिकन भिडियो हेऱ्यो भने चाहिँ अहिले त झन् चिनेर भिडियो हेर्दाखेरि त उति नै रमाइलो गर्ने क्या. सो गाइस एक्साइटेड छ भने चाहिँ लेट्स स्टार्ट गरौँ भिडियो राइट नाउ. ओके स्टार्ट गरौँ है त. वो काउसो ग्याङ मलाई के MC Panda Jay on the middle side ma Kaso gang ये लौंडे मुझसे मिलना चाह रहे. I'm busy पेपर छापने में मुझे टॉप पे मिलो. Gym diet grinding all day and night. I love UNB को चाहिँ मलाई भोइस टोन हुन्छ नि जति नेपालीमा ऱ्याप सङ गाएको भन्दाखेरि चाहिँ मलाई चाहिँ म उति नै रुचाउँछु कि हिन्दी ऱ्याप सङ गाएकोमा. किनभने चाहिँ हिन्दी ऱ्याप सङमा चाहिँ उसको टोन क्या यति साह्रो मिठो, यति साह्रो युनिक हुन्छ क्या. सो त्यो भएको कारणले गर्दा आई एप्रिसिएट है. सो गाइस म हेर्न चाहन्छु UNB को चाहिँ एउटा हिन्दी ऱ्याप सङ चाहिँ. सो छिट्टै यो भिडियो तपाईँले हेर्नु हुँदैछ भने चाहिँ यो भिडियो हेऱ्यो भने चाहिँ प्लिज हिन्दी सङ पनि एउटा यार सङ निकाल्नु के, सङ रिलिज गर्नु के. मेहनत करना छोड़ा कभी नहीं. She's not my type, oh, but she's chubby नहीं. दिखने में क्यूट पर करूँ लबी डबी नहीं. Yo, I'm coming baby, वो बोली अभी नहीं. नेपाली केटा ज्ञान चोको शाहरुख खान बन. कति जलिरहेछ हेरी मलाई मनै मन. Cool म स्कुल देखिने दामी बचपन. कहिले काहीँ तान्छु माल जस्तै 5-55. Ice on my neck, thick thighs, booty check. But my eyes on the prize, oversize करती check. Give me money, no advice, फालतू guys, no debate. मेहनत करता twice, cause the net rise on my plate. कति गरे पापरो मैले look back मेरो जहिले तर life मेरो दामी मलाई के भने जस्तो भा छैन अहिले गाली दिन्छन् सबैले तर life मेरो दामी मलाई के. कति गरे पापरो मैले look back मेरो जहिले तर life मेरो दामी मलाई के भने जस्तो भा छैन अहिले गाली दिन्छन् सबैले तर life मेरो दामी मलाई के. मेरो सबसे ठुलो अवसर कार्यक्रममा यो कलाको घटाउँछ मूल्य साला सबै फोकट. सबै त होइन एउटा दुईटा तीनटा छन् या जोकर्स. मेहनतले पुगेको पेर प्राइस नतर्न बोल ब्रो. And you know how we do. If we're hitting up the clubs then the section full of booze. Then हामी छौ नारीहरू ल्याके छौ भन्छन् मलाई यो बिग्रेको पारा कहिले छाडिन. So मलाई के MC Panda and his Jay धेरै लड्यो मुखमा पुग्न. MC Panda अस्ति भिडियो बनाउँदा कुन चाहिँ हो पाण्डा यार? एउटा पाण्डा त दियो यार. आरो न त यार चिनेको यार यो मान्छेलाई यार. मिले म सानै थिए तर म नै निकै चर्चित हुने नामीले हौसला बक्स धेरै रगत भित्र के हो गाली वे. We too up to be driving, catching way too many flights. के हो गाडी वे शान्ति राखेछु मेरो मस्तिष्क. Pull up smoking that. कति गरे पापरो मैले look back मेरो जहिले तर life मेरो दामी मलाई के भने जस्तो
छैन अहिले गाली दिन्छन् सबैले तर लाइफ मेरो दामी मलाई के कति गरे पापहरू मैले लक ब्याक मेरो जहिले तर लाइफ मेरो दामी मलाई के भने जस्तो भा छैन अहिले गाली दिन्छन् सबैले तर लाइफ मेरो दामी मलाई के मलाई के ओ दामी यार दामी 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 यो सङ त यार सकेको थाहै पाएन दामी लाग्यो एमसी पाण्डा आरो न के हो होइन मैले त यार म बुझिसकेको छैन यार च्यानलहरूमा पनि यार के भएको यार म हौडा भइदिएको कि यार थाहा नभइदिएको यार म चिन्दिनँ कसैलाई पनि यार कति अनि भन्नुपर्दाखेरि चाहिँ दामी लाग्यो मजा आयो जो सिङ्गर थियो अर्को चाहिँ होइन युएनबीलाई त म देखिरहेको चिन्छु अनि अर्को नयाँ सिङ्गर रहेछ अनि दामी उसलाई पनि मैले देखेको कहाँ देखेको जस्तो लाग्छ सायद पुरानो भिडियोहरूमा देखेको हुनसक्छ सो गाइस इन्जोय गर्नुभयो होला मैले पनि उति नै इन्जोय गरेँ सो टेक केयर सी यु इन नेक्स्ट भिडियो यस्तो भिडियोहरू आउनको लागि चाहिँ प्लिज सब्सक्राइब माई च्यानल लाइक सेयर सपोर्ट गर्नु नबिर्सिनुहोस् अनि कुन चाहिँ भिडियोमा चाहिँ रियाक्सन गरेको हेर्न चाहनुहुन्छ प्लिज कमेन्ट है सो गाइस टेक केयर बाई बाई सी यु इन नेक्स्ट भिडियो